जित्ने त बहिनीले नै हो आफू त अब भोगाल छ के हजार। हेलो गाइज, वेलकम ब्याक टु अनु सुजन युट्युब च्यानल। अनि आज फेरि हामी अर्को च्यालेन्ज भिडियो लिएर आएको छौँ दिदी बहिनीको। अनि यसमा चाहिँ हामी टाइमर राखेर खान्छौँ। अनि जस्तो कि अब यो भरि एकजनाले खानु पर्यो, खाइसक्दाखेरि कति टाइमभित्र सकिन्छ अनि अर्कोले त्यही अनुसार जित्यो भने चाहिँ त्यो विनर भइहाल्यो। अनि लुजरको लागि चाहिँ त्यो सेतो पिठो छ, त्यसमा चाहिँ टाउको 3 चोटि डुबाइदिने हो। ल कति मिनटको 2 मिनट 2 मिनट भन्ने हुँदैन नि त। ल हामी चाहिँ टाइमर राखेर खान्छौँ। सुरुमा कसले खाने भने चाहिँ रक पेपर सिजर गरौँ है त। ल रक पेपर सिजर, रक पेपर सिजर के भयो यो त हान्ने होला नि त। ल म है न, ल यो लिनु है। ल 3, 2, 1 को गरेर गर्नु है लास्टमा। यो अचारमा चाहिँ हुँदैन, मोमोमा मात्र हुन्छ। अनि अचार चाहिँ नखाए पनि हुन्छ। यसमा 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 ल एकछिन 3, 2, 1 को गरेर गर्नु न। कसरी उहाँ राख्दै हुन्छ। 3, 2, 1 को गरेर पनि यहाँ राखिदिने है। हो त्यहाँ यसमा अड्याएर स्टार्ट गरेर त्यहाँ राखिदिनु। ल 3 छिटो भन्नु न, छिटो नटिला अब। उल्टे नभन्दा 1 2 3 ल ल ल छिटो ढिला ल 1 2 3 भयो। खै खै भइसक्यो। छिटो गर। जित्ने त बहिनीले नै हो, आफू त अब जहिले नि हारिरहन्छ। के गर्ने र खोलिदिनु, म जिनाउँदै हुन्छ। हजुर अचार पनि त भ्याउनु पर्यो, नभए नि बहिनीले त द्यायो है। अब मेरो काम मुख त आँगनु पर्ने। निकाल्छ राख्नु। टाइमरै गएछ त। दुई मिनट 21 सेकेन्डमा सकियो है त। स्क्रिनसट लिएर राखौँ है। एकदिन बल्ल खोकी हामीले, एकदिन बल्ल खोकी हामीले, एकदिन बल्ल खोकी हामीले। ल 2 मिनट 21 सेकेन्डमा सकाएँ है त। यो स्क्रिनसट गरेर राख्छु। ओहो लेख्नै पर्छ होला, स्क्रिनसट गर्न नि जानिनँ। यस्तो मिठो अचार, वाउ। ल दिदीको पालो है त। 3 2 1 गो। भोगाल छ के अचार।
1 मिनटमा खाइदिनु जस्तो छ यार। कस्तो मिठो मोमो, कस्तो मिठो अचार। मैले त ढिला खाइछु नि, दिदीको बल्ल 1 मिनेट 14 सेकेन्ड भयो। ढिला खाइछु आज, त्यही भएर सुरुमा खायो भने उयो नै हुँदैन कि टाइम, अनि सेकेन्डमा भयो भने त अरूले खाएको टाइममा अनि त्यही अनुसार छिटो खाइन्छ नि त। यामा सेकेन्डमा खाएको त्यस्तो फाइदा हुन्छ। मजाले मिलेर मात्र गरेर देखाउनु है। छ अलिकति छैन, सक्यो, कहीँ छैन। अब के भन्ने त यसलाई, दिदीको हुन त अघि कति सेम भयो क्या हो। मैले दिदीको त्यहाँ छ भनेर रोक्न ढिला गरेँ कि फेरि 2:25 भइसक्यो। जित्न त मैले जितेँ। त्यहाँ भिडियोमा देखिन्छ होला नि त कसले गरेको भनेर, भिडियो हेर्ने। ल साथीहरू, एकचोटि दिदीले गरेको टाइम हेरेर आउँछौँ है त। यहाँनिर फेरि झगडा होला जस्तो भयो नि। साथीहरू, मैले चाहिँ 2 मिनेट 21 सेकेन्डमा खाएको रहेछु, अनि दिदीले गर्ने बेलामा चाहिँ 2 मिनेट 20 सेकेन्ड भएको रहेछ। अनि त्यही भएर आजको विनर चाहिँ दिदी। अनि आजको लुजर चाहिँ म। लुजरको लागि यहाँ पनिसमेन्ट छ, मैदाको पिठो अब 3 चोटि डुबाउनु परेन है त। अब बहिनीको पाली मैले जित्छ न बिस्तारै दिदी, यसमा लाग्ला फेरि। ल ओके ओके, अलिक ज्यान त गर्नु पऱ्यो नि त। ल 3 2 1 गो। ओके त, अनि हातमा लिनु हुन्छ नि। ओके, यस्तो हुन्छ कि फेरि। है 1 2 अलि टाढो हुनु पऱ्यो नि त बहिनी। 3 यत्रो फाल्ने त। हेर्नु न साथीहरू, कस्तो देखा मेरो बहिनीलाई आज। हजुर, स्यान्डीले जितेर नि। ल ल साथीहरू, पनिसमेन्ट पनि भयो, अनि मैले पनिसमेन्ट पाएँ आज। अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो, यदि सब्सक्राइब गर्नुभएको छैन भने गएर सब्सक्राइब गरिदिनु होला। अनि त्यही नै हो, अब अर्को भिडियोमा भेट्छौँ है त। बाई बाई।